नमस्कार साथीहरू, आजको यो भिडियोमा मैले तपाईँहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल ब्याङ्किङबाट ई-सेवामा पैसा कसरी लोड गर्ने एकदमै सजिलो तरिका सिकाउनेछु साथीहरू। यसको लागि साथीहरू यहाँ ग्लोबल स्मार्ट प्लस मोबाइल ब्याङ्किङलाई ओपन गर्नु यहाँनिर। यहाँनिर तपाईँको पासवर्ड राखेर यहाँनिर ओपन गर्नुलाई जस्तै म ओपन गर्दैछु। यसरी पासवर्ड राखेर तपाईँले मोबाइल ब्याङ्किङलाई ओपन गर्नु होला, लगइन गर्नु होला साथीहरू। यहाँनिर लगइन गर्नु होला। लगइन गरेपछि एकछिन लोड लिन्छ साथीहरू। त्यसपछि यहाँ माथि नै यहाँनिर अल भ्यूमा क्लिक गर्नु, यहाँनिर अल भ्यू अलमा क्लिक गर्नु साथीहरू। माथि नै यहाँनिर भ्यू अलमा क्लिक गर्नु होला र त्यसपछि अलि तल यहाँनिर लेखेको छ वालेट लोड लेखेको छ, यहाँनिर टच गर्नु होला। यहाँनिर यसमा टच गर्नु होला साथीहरू। त्यसपछि यहाँ त दुईवटा खल्ती देखाइरहेको छ र ई-सेवा देखाइरहेको छ। ई-सेवामा क्लिक गर्छु म। यहाँनिर तपाईँले खल्तीमा पनि लोड गर्न सक्नुहुन्छ। ई-सेवामा क्लिक गर्छु म यसरी यहाँनिरबाट। त्यसपछि ई-सेवा नम्बर राख्नुपर्ने छ यहाँनिर। ई-सेवा नम्बर मैले राख्छु साथीहरू। यहाँनिर ई-सेवा नम्बर मैले यहाँ राखिसकेँ। यहाँनिर अमाउन्टमा तपाईँले अमाउन्टमा कति लोड गर्नु यहाँनिर राख्नु होला। यहाँनिर जस्तै म यहाँनिर 500 गर्दैछु, या 500 रुपियाँ यहाँ तल दिएको छ साथी। तल यहाँ यसरी पनि गर्न सक्नुहुन्छ, तल यहाँ डाइरेक्ट पनि गर्न सक्नुहुन्छ। 500मा क्लिक गरेर यहाँनिर 500 लेखेको छ सायद आइसकेको छ। 500, 1000, यहाँनिर 100 तपाईँले कति गर्नुपर्ने यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर जति पनि तपाईँले सेलेक्ट गर्नु होला। त्यसपछि तलनेर यहाँनिर रिमार्क्समा तपाईँले केही पनि लेख्नु पर्दैन। 1 2 3 आफ्नो नाम लेख्नु होला। जस्तै म आफ्नै नाम लेखेँ। यसरी तपाईँले आफ्नो नाम लेख्नु होला, कुनै पनि केही चिज लेख्नु होला साथीहरू। यहाँनिर त्यसपछि यहाँ एरोमा क्लिक गर्नु छ। तलनेर एरो निलो एरोमा यहाँनिर क्लिक गर्नु होला। यहाँनिर क्लिक गरेपछि तल कन्फर्ममा क्लिक गर्नु साथी। तपाईँले चेक गर्नु होला। यहाँनिर अकाउन्ट नम्बर यहाँ माथिनिर दिएको छ। यहाँनिर वालेट आइडी यहाँ तल दिएको छ भने कस्टमर आइडी तल दिएको छ साथीहरू। यहाँनिर नेम, त्यसपछि अलि अमाउन्ट तलनेर दिएको छ 500 रुपियाँ। अलि रिमार्क्समा तपाईँले मेरो नाम लेखेको छ साथीहरू। यहाँ कन्फर्ममा क्लिक गर्नु होला। त्यसपछि साथीहरू कन्फर्ममा क्लिक गर्नु होला। कन्फर्ममा क्लिक गरेपछि तपाईँको मोबाइल ब्याङ्किङको तपाईँको 4वटा पिन राख्नु होला। यहाँनिर साथीहरू ई-सेवामा लोड भइसकेको छ पैसा। यहाँ देख्नु तपाईँले सजिलो यसरी नै ई-सेवामा पैसा लोड गर्न सक्नुहुन्छ साथीहरू। ल त साथीहरू, आजको भिडियो यति नै। अर्को नयाँ भिडियोमा फेरि भेटौँला। ओके, बाई।